हेलो नमस्ते के छ सबैजनालाई सबैजना सन्चै आराम हुनुहुन्छ होला हामी पनि ठिकठाक छौँ सबैलाई थाहै छ हामी छौँ ससुराल आज हामी जाने हो रेडी भइसकेको छु म चाहिँ खानासाना खाएर अब गाडीलाई उयो गरेर अनि देख्न सक्नुहुन्छ उहाँ के लगाउनु के लगाएको तिमीले नङ पलिस कान्छी चाहिँ रेडी हुँदैछ म पनि रेडी भइसकेँ मैले खाना खाँदै हुनुहुन्छ हामी त खाएर भइसकेको छ अनि गाडी आउँछ अनि जाने अनि सुपा जाने सुपा गएर भेटी चढाएर अनि बल्ल घर जाने फाइनली ससुराल छोडेको अवस्था ल नमस्ते ल राम्रोसँग बस्नु होला है ल हस् ल राम्रोसँग मोल फाल्नु होला रुन त रोकेन तिमी कहाँ हो दादा कहाँ सन्धिहरूको सुबह जान त टाइम छ सन्धिहरूको आइयो कति टाइम लाग्यो आधी घन्टा लाग्यो मलाई घरदेखि यहाँ आउन न आधी घन्टापछि आइयो हामी सन्धिहरूको आएर हामी चढेछौँ इभी खाली छ टाइम लाग्ने होला यो चाहिँ शान्ति बगैँचा हो फाइनली गाडी हिँड्यो ऊ चाहिँ गाडी चढ्ने बित्तिकै सुत्दिन्छ क्या गाडी चढ्नु पाएको छैन सुत्दिसक्यो ल भुस भयो ऊ चाहिँ सपना देखिरहेको होला गाडीले यस्तो फार्छ त्यही पनि सुत्दिन्छ मस्त खतरा भिड छ खतरा हुन्छ सहिले भिड हुन्छ हौ शनिबार अन्धेरी हुन्छ पहाड चाहिँ खतरा खाले हो भवा लाग्छ यो बाटो चाहिँ सुबादेखि हल्का अगाडिको बाटो चाहिँ एकदम खतरा छ अर्घाँची खतरा बाटो भने जस्तै सेम छ बाटो चाहिँ वाइल्ड छ धुलो पनि एकदमै छ है ल है फाइनली हामी चाहिँ पत्रकोट आइयो अब इन्ट्री गऱ्यौँ हामी कपिलवस्तु पछाडि चाहिँ अर्घाँची पर्छ है सबैजनालाई थाहै होला अब यहाँदेखि 1 घन्टामा त हामी घर पुग्छौँ कपिलवस्तु छिर्ने बित्तिकै गर्मी सुरु भयो यार निबिसको आएको त अहिले त होइन कसले कल गरेको र दमकलको नम्बर कति हो र भित्र पुरै बोले छ आगो दङ्गल हट्नु आगो लागेको अवस्था है परालमा आगो लाग्यो
खतरा आगो बोलाएर छ नि त म त को लडे यार गाउँमा लडेछ नि यार भने हेर त यार आगो ला भने भागिरहेको त यो दमकल फेरि कहाँबाट काट्ने जस्तो गरेर आइहाल्यो त टाइम लाग्यो तर निभाउन नै आएको चाहिँ नै ठिकै फाले अझै नि के पानी त उताबाट पोखियो त पाइप फुटेको त होइन मान्छे भर्यो मान्छे अब यो त निप्दै गर्छ निभिसक्यो अलमोस्ट अब हामी चाहिँ घर जाइन्छ घर जानु पर्यो खाना पाक्दैछ सब ल हामी चाहिँ घर आएर खानासाना खाएर अनि घरको काम जे जति सबै कुराहरू सकेर मम्मीलाई मेडिसिनहरू दिएर अनि उहाँ आगो पनि पुरै निभ्यो अनि तम्कल पनि गयो अनि दिउँसो चाहिँ म भ्लग बनाउन पाइनँ आजलाई यति नै छोटो मिठो माया गरिदिनु होला सब्सक्राइब पनि गर्नु होला लाइक कमेन्ट भन्दै आजलाई म बिदा माग्न चाहन्छु भोलि चाहिँ योभन्दा बेटर भ्लग लिएर आउने कोसिस गर्दैछु अनि आजलाई यति भन्दै हस्त धन्यवाद गुड नाइट सबैजना राम्रोसँग सुत्नुहोस् ह्याभ अ गुड डे